म्याडम हजुर के गर्न लाग्छौ तिमीले आज मैले आज अँ ल भोलि त माया सङ्क्रान्ति भोलि माया सङ्क्रान्ति हुन् भोलि माया सङ्क्रान्ति आज केको पालो भन्नु न आज के को पालो हो आज पालो चाकुको ए चाकु बनाउने हो हो यहाँ चाकु पहिला काटेर यता पगाले है अँ अब यसमा घिउ अर्को कराईमा घिउ के पगाल्यौ काटेर सखर ए सक्खरको हो सखरबाट बन्छ नि त सबै भन्नुपर्छ तपाईँलाई बच्चालाई चाहिँ त भन्नु पर्यो नि त ल हेर्नु। के राखेछौ त्यहाँ यहाँ घिउ राखेँ थोरै ए, अनि घिउ यसमा यो छानामा है ए छान्न थालेको यो छानेर ल पाकेर भ्याइ हो पाक्दैछ नि अब यतिको कलर भयो है अँ। यसमा अलिअलि ड्राई फ्रुट्सहरू राखौँ न ड्राई फ्रुट्स हो के हो ल राख यो बदाम अँ बदाम है अँ अनि यो कोरेको नरिवल कोरेको नरिवल यो कोरेको नरिवल अँ यो काजुको काजु हो काजु गेग्रेट पारेको है ल ए काजु गेग्रेट पारेको के राख्दैछु लं सुकमेल राखौँ उम्, खानाको लागि लं सुकमेलको पाउडर राखौँ है थोरै पाउडर थोरै अनि अलिअलि पिरो पिरो गरौँ न आफै खाने त घर होइन यो अझ पिरो पनि बनाउने हो मरिच मरिच राखौँ न पिरो भन्दाखेरि खुर्सानी राख्नु त होइन नि ए हो र ल पाक्दैछ है यसरी भएको हो हेर है त कस्तो भयो भन्टला त्यो त्यहाँ जम्यो भने भयो भनेको जम्यो नि भयो भनेको डल्लो पऱ्यो भएछ डल्लो पर्यो डल्लो पऱ्यो ए ल घिउ लाउने हो घिउ लाएर चट्ट पारेर यी साना साना प्लेटमा है अँ कस्तो हुँदो रहेछ हेरौँ न ल यो घिउ लगाएपछि सट्ठो निस्किन्छ कि रेडी भयो है हाम्रो के भन्छ चाकु ए चाकु रेडी भयो है कस्तो हुन्छ है ल है हाम्रो चाकु ल हेर्नुहोस् है यसरी रेडी भयो है सानो सानो बनाउने होइन राम्रो ल यता फर्केर बाई बाई भन ल यहाँ राख्दैछ चाकु ए नरिवल बदम चाकु ल हेर्नुहोस् कि किसमिस काजु है हामी यस्तो गराउँदैछौँ किसमिस होइन काजु है ल हेर्नुहोस् ओके थ्याङ्क यू बाई बाई